उठ्दा नै उठ्छ ल ठिक छ अहिले भ्याइसकेको रहेछ त्यसो भए ए राम्रै भएर रहेछ त देखा जस बिहा हुन न नत्र त्यस्तो अवस्थामा पनि त्यो त गाह्रो हुन्छ त्यत्रो खुट्टा काट्या यो पनि टक्कै यो खुट्टा झालले चाहिँ बनाएर छ न राम्रै होला देखा कस्तो छ टेकाउँछ टेका त अब अलिक गाह्रो हुने हो त तै पनि यो ठिक छ कृत्रिम खुट्टा बनाउनु भएको छ एकदम राम्रो छ ल ठिक छ देखा आफै भयो ब्याउन त आफै भयो हनुमान जा बेर्यो ए उहाँहरू पनि तुरुन्तै आइयो हाँ हाँ निकै भयो अब क्याद पऱ्यो त्यो खुट्टा हालेर कस्तो हुन्छ त खै एकताल ठिक छ ठिक छ बच्चा राम्रैसँग पाएर झन् अप्ठ्यारो भएन नि त अब केही पनि छैन यो खुट्टा चाहिँ तँ यो बनाएको छौ नि जो टाइम टाइममा हाल्ने निकाल्ने गरे बरु हाले भए पनि कहिले काहीँ अब यहाँ घाउ छ हुन सकन्छ देखा यसले उठेको अब त्यसले कहिले काहीँ घाउ पनि बनाउनु सक्यो भयो सकिन्छ भने त्यही भित्र कपास सपास भरिदिने क्या बरु साइड साइडमा कपास भरेर त्यही पछि यसलाई चाहिँ अलि राम्रो बनाएर अलि यसलाई सपोर्ट भए पनि हुन्थ्यो क्या हिँड्न नसक्यो भने त्यो खुट्टाले पनि भार पनि त्यो खुट्टामा जाओस् अलिकति भार खुट्टामा गरिदिएपछि बहुत त्यही त